सबैजनामा नमस्कार। तपाई बैंकिङ तयारी गर्ने सोचमा हुनुहुन्छ, त्यसमाथि तपाईलाई थाहा छ नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा कम्पिटेटिभ ठाउँ रहेको छ परीक्षा तयारीको लागि। नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक दुवैलाई कम्बाइन्ड सिलेबस रूपमा पढाइरहेको छ स्मार्ट जीकेले। स्मार्ट जीकेमा बैंकिङ तर्फका सम्पूर्ण कक्षा चल्दैछन्। कम्बो कक्षा आइतबारदेखि सुरु हुँदैछ। नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकको यस वर्षको 82-83 को ग्रुप साथै 83-84 को ग्रुप पनि यही आइतबारदेखि सुरुवात हुँदैछ। तपाई कुन तयारी गर्ने सोचमा हुनुहुन्छ तुरुन्त जोइन गर्नु। त्यसको लागि अन्य जानकारी गराउँछु। कक्षा जोइन गर्नका लागि तपाईले व्हाट्सएपमा मेसेज र फोन कल गरेर कमेन्ट बक्समा आइ एम इन्ट्रेस्टेड लेखेर दिएका नम्बरहरुमा कल गरेर कक्षा लिन सक्नुहुन्छ। आइतबारदेखि सुरु हुने दुईवटा ग्रुप मध्येमा तपाई यदि यस वर्ष 82-83 को प्री टेस्ट दिनुभयो, तपाईले पास हुने चान्सेस तपाईको छ भने 82-83 को मंसिरमा हुने विज्ञापनलाई मध्यनजर गर्दै तयारी गर्नु। होइन मैले प्री टेस्ट दिन पाइन, अब त म 83-84 मा मात्र एलिजिबल हुन्छु भनेर सोच्दै हुनुहुन्छ भने 83-84 को ग्रुप जोइन। दुईटै ग्रुपमा डेली लाइभ क्लास, रेकर्डेड भिडियो, पीडीएफ नोट्स, मोक एक्जाम, फिडब्याक, एमसीक्यू प्रिपरेसन, संगठित संस्थानको आउने लाइसेन्स तयारी पनि गराइनेछ। मिशन एनआरबी आरबीबी राख्नु भएको छ। यस वर्ष भएन भने 84 सम्ममा जागिर खान्छु भनेर सोच्दै हुनुहुन्छ भने आजै कक्षा जोइन गर्नु होला, जसको लागि स्मार्ट जीके को जुनसुकै प्लेटफर्ममा फोन कल, कमेन्ट, मेसेज गरेर लिन सक्नुहुन्छ। स्मार्ट जीके नेपालको पहिलो र नम्बर 1 अनलाइन इन्स्टिट्युट हो जहाँ विभिन्न लोकसेवा तयारी कक्षाहरू भइरहेका छन्। अन्य कक्षाहरू गर्ने सोचमा हुनुहुन्छ भने एकचोटी यो हेर्नु होला। स्मार्ट जीकेले नम्बर अफ क्लासेस पढाउँछ, रेगुलर रूपमा पढाउँछ, संगठित संस्थानको सम्पूर्ण कक्षा गराइन्छ, लोकसेवा अन्तर्गतका शाखा अधिकृत सुब्बा खरिदार पढाइन्छ, बैंकिङ तर्फका चारवटै बैंकको सबै तह आईटी पनि पढाउँछ, स्वास्थ्य तर्फ स्टाफ नर्स, एचए र इन्ट्रान्स प्रिपरेसन पनि गराउँछ। सम्पूर्ण कक्षा अनलाइन लाइभ हुने भएकोले र लाइभ कक्षा रेकर्डेड पाउनु भएकोले सफिस्टिकेटेड ढंगको पढ्नका लागि स्मार्ट जीकेलाई सम्झिनु होला, जसको लागि व्हाट्सएपमा मेसेज र फोन कल गरेर कमेन्ट बक्समा आइ एम इन्ट्रेस्टेड लेखेर नम्बरमा कल गरेर कक्षा लिन सक्नुहुन्छ। यति भन्दै तपाईहरु माझबाट बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।